वेलकम ब्याक फेरि पनि मेरो च्यानलमा भन्नु पर्दाखेरि चाहिँ एउटा मात्रै भिडियो बनाइरहेको छु मैले च्यानलमा हैन केही छैन। अब आज चाहिँ हामीले खानेकुराहरुमा चाहिँ धेरै भन्दा धेरै चाहिँ भात लिएको छौं हैन। अनि त्यसको साथी चाहिँ सुँगुरको मासु रायो साग अनि यो प्याज र मुलाको अचार अनि यो चाहिँ विदेशतिर गरे पहाडतिरको हिमालतिरको क्या हिमालतिर भने क्या विदेश सम्झिन्छ केटाकेटीले दिमाग अलिक ह्याङ गरिदिरहेछ। यो चाहिँ पहाडी हिमाली च्याउ अरे अलिक कस्तो घाँसो गनाउँदो रहेछ है। मलाई चाहिँ मन पर्यो उसलाई चाहिँ मन परेन। आलु छ आलु फ्राई अनि यहाँ चाहिँ हाम्रो गुन्द्रुकको सुप छ है आज चाहिँ एकदमसँगले। अनि चाहिँ आफ्नै बारीको बिरोसी ओकोना बिरोसी धेरै धेरै कडा हिँड्ने अरे क्या आँखा यति नै अरे क्या। ल अब चाहिँ केही नभने सुरु गर्छौँ किनभने मेरो चाहिँ बच्चाहरूले एकदम दुःख दिइरहेछ। दाजु बहिनी छ बाहिर झगडा गरिरहेछ। ल ल ल खानु सुरु गरौँ साथीहरू। भोक पनि लागिसक्यो है। ल है फर्स्ट बाइट खाएँ है फर्स्ट घाँस। गुन्द्रुकको झोलमा पल्किने फर्स्ट बाइट खाएँ मैले। यस्तो कडा पनि खोर्सानी वाउ तो दामी है। तो दामी भन्छ। अहिले धुवामा सुकाएको हुनाले धुवा गनाएको होला क्या। एकजना दाइ ट्रेकिङमा जानुहुन्छ क्या छिमेकी अनि उहाँले दिनुभएको यो कोसेली हो। त्यही भएर म चाहिँ कहाँबाट ल्याउनुभएको है हिमालको च्याउ अलिअलि गन्ध च्याउ तर म त मिठै लाग्यो। मलाई चाहिँ आलु चाउ मनपर्छ भर्खर टिपेको। अन्त त कहाँ पाउने गाउँको त पर्छ। टिस्यु पेपर चाहिँ राख्नै बिर्सिने क्या हामी। गाउँबाट पठाइदिनु भएको सुँगुरको मासु एकदम दामी छ हौ। गाउँमा पालेको फेरि टेस्ट नै हुन्छ। दामी है कागती राख्नै बिर्सेछ है। हामी चाहिँ जे पनि बिर्सेको क्या बच्चाहरूले अलिक दुःख दिन्छ नि त। अहिले पनि 3 चोटि भिडियो प्ले गर्दै फेरि स्टप गर्दै कराउँदै बाहिर मिलाउँदै झगडा गरेर आएर बल्ल बनाउनु थालेको। सानो सानो छ त्यही भएर बहिनीलाई खेलाउनु जान्दैन अनि अझै भात राम्रै छ। हेर्दा हेर्दै हामी पनि अलिक धेरै धेरै पो खाँदैछौँ हौ हजुर त। सुरुमा चाहिँ हामीले ट्राई मात्र गर्दै थियौँ अस्ति अस्ति नै। त्यति बेला चाहिँ खासै खान सकेनौँ अलिक गाह्रो भयो। अहिले चाहिँ सुरुमा भन्दा अलिक धेरै खान थालेको छौँ। गुन्द्रुकको झोल पनि मिठो भएको छ।
यो चाहिँ मेरो सासु आमैले क्या बेलचन्डाको धुलो बनाएर पठाइदिनुहुन्छ। आमा भुन्जेल चाहिँ अब खान पाइन्छ होइन, पछि त कसले बनाएर पठाइन्छ। अनि त्यो गुन्द्रुकमा लागेको मनपर्छ क्या मलाई चाहिँ, हल्का अमिलो भएको। हुन त कुनै चाहिँ अमिलो गुन्द्रुक हुन्छ, आजको चाहिँ यो मुलाको सिन्टा अनि अमिलो नभएको यतिकै सुकाएको, अनि तोरीको गुन्द्रुक अलिकति रायोको गुन्द्रुक मिसाएको। अमिलो थिएन क्या धेरै, ठिक्क भएको छ है अमिलो पनि, दामी भएको छ। आमैले बनाएर पठाइदिनु भएको गुन्द्रुक यो चाहिँ बेलचन्डाको धुलो एक बट्टा छ, अचारमा मिलाएर कडा छ। पोहोरको खोर्सानीको झ्याङ क्या अझै पनि त्यसलाई छाँटिदिएको, दामी लाम्चो खोर्सानी त ज्यात्रो हुँदो रहेछ क्या। डल्लो चाहिँ अरिएन मेरो, के भयो कस्तो फलेको सबै झऱ्यो है, पाक्न पनि मजाले पाएन। अनि त्यही भएर यसरी मैले 5-6 झ्याङ चाहिँ लाम्चो खोर्सानी रोपिदिएको छु। बुनु यस्तो छुची छ नि, दादालाई त टेर्दैन क्या, बल्ल खेल होस्। गाह्रो छ बच्चा पछि भएपछि, पछि स्कुल जानु थालेपछि राम्रो हुन्छ। खानै देख्दैन रहेछ अहिले। म त जहिले तपाईँभन्दा अगाडि उनी खान्छु त, राम्रो कुरा हो। हल्ला जित्नु भनेको होइन साथीभाइहरू, खानेकुरा पनि त झन् ढिलो गर्नु। म चाहिँ खानुमा चाहिँ अलिक छिट्टै छु क्या, सबैलाई खाना पस्केर लास्टमा आफूले बसेर पनि अगाडि खाइसक्छु। औँलाभरि हात लाग्दो रहेछ तिमीलाई। झ्याम्टी मुसेर खानु लाग्ने। किन यहाँ राखेको? पानी खेल न, तिमी गएर पानीमा बसेर बोलाउ त, बहिनी आउँछ नि त। तिमी पनि त्यहाँ धुतिन्छ अनि बहिनी त्यहीँ बसिरहन्छ। एकछिन लाग्छ है। अहिले रौँ रहेछ क्या। जिन्दाबाद जिन्दाबाद। सुशीलाले खाइसक्यो। ल हड्डी रहेछ सुशीला बसिला मैले नखाइन्जेलसम्म कति मिनट हुन्छ यस्तो कस्तो गरेर रस आएको दामी छ। मेरो मामा माइजूकोमा काटेको सुँगुर हो यो, कस्तो दामी छ नि। फिनिस्ड चाउ चाहिँ किन फिनिस्ड धेरै भयो।
टेस्ट चाहिँ खासै केही छैन क्या, तर पहाडको कुरा हिमालको कुरा राम्रो होला भनेर। राम्रो त राम्रो नि, अर्ग्यानिक क्या हो। त्यही भएर क्या मैले चाहिँ किन खानु भनेर। पानीको जग चाहिँ पर छ सकिहाल्यो। म त खाइसक्दिनँ क्या हौ। से पन्ने इस जमीन सक्यो नि, त्यो च्याउ त नसकेको यदि उसँग गनाउँछ क्या। ध्वासो गनाउँछ। अब त्यो लेपतिर घाम लाग्दैन अनि त्यो ध्वासोमा सुकाएको हुन्छ क्या यस्तो च्याउ चाहिँ, त्यही भएर अलिक ध्वासो गनाउँछ। मनपर्नेलाई चाहिँ मिठो हुन्छ। मजाले खासै सब पनि त्यस्तो केही होइन, अलिक तितो तितो छ हौ भनौँ। ल सक्यो है हाम्रो आज छोटो मिठो धेरै खाना होइन, धेरै ठिकै। अब अरू हेरिकन यस्तो खानै खाँदैन, हामी दुईजना नै खाने खाना खायौँ यार एकजनाले। अब ठिकै छ, अब बिस्तारै यसरी हजुरहरूले पनि माया सपोर्ट गरिदिनु होला अझै होइन। अनि सरी के अरे धेरै खाना सरी नखाए पनि खाएर चाहिँ इन्जोय गराउने छौँ होइन। हामीले सकेको कोसिस चाहिँ गर्छौँ खालो यो। अनि सरी एकदम अब खाएर ढ्याउ आउँदैछ। आजलाई चाहिँ टुमा चाहिँ भयो। ओके, अब यस्तै भन्दै फेरि भिडियोहरू लिएर आउनेछौँ होइन। साथ सपोर्ट गरिदिनु होला, लाइक सब्सक्राइब सेयर गरिदिनु होला साथीहरू। धेरै 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 सहयोगको खाँचो छ है हामीलाई चाहिँ एकदमै। हामी चाहिँ एकदम के भन्ने एकदमै गरिब छौँ यो विषयमा चाहिँ। ल मेरो टिकटक पनि हेरेर साथ सहयोग गरिदिनु होला है। ओके, त्यसो भन्दै आजलाई चाहिँ मेरो केटाकेटीहरूले भनेर त हल्का मचाइसक्यो कि त्यस्तो हुँदैन पनि मैले भिडियो बनाउँदैछु। हजुरहरूले साथ है एकदमै रहर अब होइन, अरूले गर्ने कुरा आफ्नो पनि गरौँ भन्ने कुरा हो। ओके बाई बाई ल।